जुटाले आफ्नो घाउ सम्झिराख्नु पर्छ नसाभित्र तातो रगत बहाइराख्नु पर्छ खतरा गीत गाउनुहुँदैछ हाम्रो यहाँ गायककार जमानाको खतरा गीत हो क्या जमानाको खतरै हो चत्राको खतरा भने जस्तो कि ओके अरू जेसै होस् कि आजको यात्रा चाहिँ साह्रै राम्रो हो ओके अघि उकालोमा चाहिँ ठ्याएर सानो भएको अहिले चाहिँ फेरि त्यो बाटो आयो कि रमाइलो लागिरहेको अन्त गाईचहरू मिनी बसमा चढेर जाउँला बेलबारी बेलबारी गाइच हाम्रो सरसफाइ कार्यक्रम पनि हुँदैछ होइन यो बाटोहरू पन्चिँदैछ किनकि अब यो धार्मिक स्थल हो नि त बाटोमा अब ढुङ्गाहरू यत्रो ढुङ्गाहरू राख्नु भएन होइन अन्त अब राख्ने गाडी एक्सिडेन्ट हुनसक्छ बाटो अलिकति त्यस्तै खालको छ होइन त्यही भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको यहाँ हामी यसो के भनौँ न ढुङ्गाहरू साइड लाउने काम पनि भइरहेको छ होइन तर यो ठाउँ पनि सेकेन्ड अमेरिकन पारी मात्रै घाम देखिरहेको छैन किनकि यहाँ अब जङ्गलले छेकिरहेको छ नि त घामलाई अब के भन्नु अब होइन भेना सर खतरा टुर हुँदैछ हाम्रो कति राम्रो कहिलेदेखि ज्ञानबहादुर भएको अन्त यहाँ बोल्नु हुँदैछ ज्ञानबहादुर भन्नु हेर्ने खतरा बोल्दैछ ज्ञानबहादुर के भन्नु थालिसक्यो ज्ञानबहादुर छोरो तन्नेरी छोरो है हाम्रो लिडर चाहिँ अगाडि हिँड्दैछ अनि भेना पनि अगाडि नै छु म चाहिँ लास्ट पछाडि छु है गाइजहरू लाइट भन न लाइट हो क्या फुललाई फुलको